हेलो एभ्रिवान, आज चाहिँ हामी क्लास 10 को अप्सनल म्याथको ट्रिग्नोमेट्री भन्ने च्याप्टर पढ्न गइरहेको छौं। त्यसको लागि चाहिँ सबैभन्दा पहिले हामीलाई यति फर्मुला चाहिँ याद हुनुपर्छ, प्लस क्लास 9 मा पढेको ट्रिग्नोमेट्रीको सबै फर्मुलाहरू चाहिँ याद हुनुपर्छ है त। त्यो फर्मुला याद नभएन हामीले चाहिँ क्वेशन सल्भ गर्न सक्दैनौं। सो क्लास 9 को फर्मुला चाहिँ तिमीहरूले याद गर्नु, अनि अहिले चाहिँ हामी यति फर्मुला चाहिँ एकचोटी हेरौँ है त। नम्बर 1 मा sin 2a को फर्मुला चाहिँ 2 sin a cos a हुन्छ, अनि नम्बर 2 मा cos 2a को फर्मुला cos स्क्वायर a माइनस sin स्क्वायर a हुन्छ। नम्बर 3 मा 2 cos स्क्वायर a को फर्मुला 1 प्लस cos 2a हुन्छ। नम्बर 4 मा 2 sin स्क्वायर a को फर्मुला 1 माइनस cos 2a हुन्छ। अनि नम्बर 5 मा tan 2a को फर्मुला 2 tan a बाई 1 माइनस tan स्क्वायर a हुन्छ। नम्बर 6 मा cos 2a को फर्मुला 1 माइनस tan स्क्वायर a बाई 1 प्लस tan स्क्वायर a हुन्छ। त्यसैगरी नम्बर 7 मा tan स्क्वायर a को फर्मुला 1 माइनस cos स्क्वायर a बाई 1 प्लस cos स्क्वायर a हुन्छ। त्यसैगरी नम्बर 8 मा sin 3a को फर्मुला 3 sin a माइनस 4 sin a हुन्छ। अनि फाइनली नम्बर 9 मा cos 3a को फर्मुला 4 cos क्यूब a माइनस 3 cos a हुन्छ। सो या यति फर्मुला चाहिँ हामीलाई आउनु पर्छ, अनि मात्र हामीले क्वेशनहरु सल्भ गर्न सक्छौं है त। सो अब चाहिँ हामी क्वेशन सल्भ गर्छौं र हाम्रो पहिलो क्वेशनमा रहेको छ इफ cos a इज इक्वल टु 6/10 फाइन्ड द भ्यालु अफ sin 2a भन्ने रहेको छ। र यसको लागि चाहिँ हामीसँग cos a को भ्यालु थाहा छ, र हामीलाई यो कुरा पहिल्यै थाहा भएको हुनुपर्छ कि sin 2a को फर्मुला भने चाहिँ 2 sin a cos a भन्ने हो। र यहाँ यसको लागि चाहिँ हामीसँग cos a को भ्यालु पहिल्यै छ, तर sin a को भ्यालु चाहिँ हामीले फाइन्ड आउट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले एउटा फर्मुला युज गर्छौं, sin स्क्वायर a प्लस cos स्क्वायर a इज इक्वल टु 1। र यो फर्मुला युज गर्दाखेरि अनि सेकेन्ड स्टेपमा हुन्छ यो 1 यताको यतै भइहाल्यो यो, अनि यो cos स्क्वायर a उता जान्छ अनि 1 माइनस cos स्क्वायर a हुन्छ। अनि त्यसपछि यहाँको जुन यो रुट छ, यो रुट उता जाँदाखेरि चाहिँ sin a इज इक्वल टु रुट अन्डर 1 माइनस cos स्क्वायर a हुन्छ। त्यसपछि हामीले cos स्क्वायर a को भ्यालु राख्दाखेरि रुट अन्डर 1 माइनस 6/10 को होल स्क्वायर हुन्छ। अनि अर्को स्टेपमा चाहिँ के हुन्छ भन्दाखेरि रुट अन्डर 1 माइनस 36/10 हुन्छ, अनि यसको एलसीएम लिँदाखेरि चाहिँ 100 माइनस 36/10 रुट अन्डर 100 माइनस 36/10 हुन्छ। अनि अर्को स्टेपमा चाहिँ रुट अन्डर 61 माइनस 100 हुन्छ, यो माइनस गर्दाखेरि यति आउँछ। अनि फाइनली sin a को भ्यालु चाहिँ हाम्रो 4/5 आउँछ है त। त्यसपछि हामीले एउटा फर्मुला युज गर्ने पर्ने हुन्छ, जो मैले पहिले नि भनिसके, sin 2a इज इक्वल टु 2 sin a cos a। यो फर्मुला युज गर्नुपर्ने हुन्छ। र हामीले अब यो फर्मुलामा अरु केही पनि गर्नु पर्दैन, जस्ट यो sin a र cos a भन्ने जुन छ यसमा जस्ट हामीले भ्यालु मात्र पुट गर्ने हो। यो 2 को त 2 भइहाल्यो, र sin a को भ्यालु चाहिँ हामीले भर्खर निकालेको 4/5 यो राख्ने। अनि त्यसपछि cos a को भ्यालु चाहिँ क्वेशनमै दिएको छ, यहाँ छ, यो राख्ने। अनि यो फर्दर क्याल्कुलेसन गर्यो भने चाहिँ हाम्रो आन्सर आउँछ, र आन्सर चाहिँ 24/25 हुन्छ। sin a को भ्यालु चाहिँ हाम्रो फाइनली के आयो त 24/25, यो चाहिँ हाम्रो आन्सर भयो त। र अब चाहिँ हामी क्वेशन नम्बर 2 सल्भ गर्न गइरहेका छौं। क्वेशन नम्बर 2 मा चाहिँ इफ sin a इज इक्वल टु 4/5 फाइन्ड द भ्यालु अफ cos 2a भनेर क्वेशन दिएको छ। र यसको लागि चाहिँ हामीसँग sin a को भ्यालु पहिल्यै भइहाल्यो, क्वेशनमै दिएको छ। अनि हामीले cos 2a को भ्यालु चाहिँ फाइन्ड आउट गर्नुपर्ने छ। त्यसको लागि हामीले फर्मुला युज गर्छौं, cos a इज इक्वल टु रुट अन्डर 1 माइनस sin स्क्वायर a। यो फर्मुला चाहिँ यही फर्मुलाबाट आएको, डिराइभ गरिएको sin स्क्वायर a प्लस cos स्क्वायर a इज 1 भन्ने फर्मुलाबाट डिराइभ गरिएको हो, जसमा चाहिँ यो sin स्क्वायर a उता जान्छ अनि यसरी 1 माइनस sin स्क्वायर a हुन्छ। अनि यो cos स्क्वायर a को माथि यो स्क्वायर उता जाँदाखेरि रुट अन्डर 1 माइनस sin स्क्वायर a हुन्छ। अनि sin a को भ्यालु फाइन्ड आउट गर्दाखेरि नै यसरी नै रुट अन्डर 1 माइनस cos स्क्वायर a हुन्छ। यो भ्यालु चाहिँ हामीले सिधै युज गर्यौं भने क्वेशन यो सल्भ गर्दाखेरि 1-2 स्टेप सानो हुन्छ क्वेशन, हामीले त्यही भएर हामीले यो सिधा युज गर्न सक्छौं है त। यहाँबाट गर्नुपर्छ भन्ने जरुरत छैन, यहाँबाट गरिराख्नु जरुरत छैन, सिधै हामीले यो फर्मुला युज गर्न सक्छौं क्वेशन सल्भ गर्दाखेरि। र अब चाहिँ हामीले भ्यालु राख्छौं, sin a को भ्यालु राख्छौं
जो चाहिँ 4/5 हुन्छ, जो चाहिँ हामीलाई क्वेसनमै दिएको छ। त्यसपछि रुट अन्डर 1 माइनस 4/5 को होल स्क्वायर भयो। अनि त्यसपछि हामीले यो होल स्क्वायर खोल्दाखेरि 16/25 यहाँनिर हुन्छ। अनि एलसिएम लिन्छौँ, रुट अन्डर 25 माइनस 16/25 हुन्छ। अनि त्यसपछि अर्को स्टेपमा चाहिँ रुट अन्डर 9/25 हुन्छ यो माइनस गरेपछि। अनि फाइनली कस ए को भ्यालु चाहिँ 3/5 आउँछ। अनि अब कस टु ए को भ्यालु फाइन्ड आउट गर्छौँ हामी। यसको लागि चाहिँ जस्ट हामीले भ्यालु पुट गर्छौँ है त, कस ए को भ्यालु अनि साइन ए को भ्यालु पुट गर्छौँ र यसरी हाम्रो यहाँनिर 3/5 को होल स्क्वायर भयो माइनस 4/5 को होल स्क्वायर भयो। अनि त्यसपछि अर्को स्टेपमा चाहिँ 9/25 माइनस 16/25 भयो। अनि अब चाहिँ हामीले 9 माइनस 16 गरेर यो 7 भयो। अनि 25 यो भइहाल्यो, सेम भएर यो एलसिएम चाहिँ सेम तल भइहाल्यो र हाम्रो एन्सर चाहिँ 7/25 भयो है त। र अब चाहिँ हामी क्वेसन नम्बर 3 सल्भ गर्नेवाला छौँ। र क्वेसन नम्बर 3 मा चाहिँ इफ कस थीटा इज इक्वल टु 3/4 फाइन्ड द भ्यालु अफ साइन 2 थीटा भन्छ। र कस थीटाको भ्यालु त हामीलाई क्वेसनमै दिएको भयो र हामीले निकाल्नुपर्ने साइन 2 थीटाको भ्यालु हो। यसको लागि चाहिँ हामीले साइन थीटाको भ्यालु राख्छौँ, जो रुट अन्डर 1 माइनस कस स्क्वायर थीटा हुन्छ। र यसलाई सोल्युसन गर्दै जाने भने 1 माइनस रुट अन्डर 1 माइनस 3/4 को होल स्क्वायर हुन्छ। अनि रुट अन्डर 1 माइनस 9/16 अनि एलसिएम लिँदाखेरि 16/19/16 रुट अन्डर 16/9/16 भयो। अनि यो रुट अन्डर 7/6 भयो। अनि यो चाहिँ रुट अन्डर 7/4 भयो है त। त्यसपछि अब चाहिँ हामीले फर्मुला युज गर्छौँ साइन 2 थीटाको फर्मुला, जो चाहिँ 2 साइन थीटा कस थीटा हुन्छ है त। अनि अब चाहिँ हामी सिम्पली भ्यालु मात्र पुट गर्छौँ। यो 2 त 2 नै भइहाल्यो। अनि साइन थीटाको भ्यालु चाहिँ हामीले भर्खर निकालेको यो भइहाल्यो, यो हामीले पुट गऱ्यौँ। अनि कस थीटाको भ्यालु चाहिँ हामीलाई क्वेसनमै दिएको छ 3/4। अनि यो क्यालकुलेसन गर्दाखेरि चाहिँ 3 रुट अन्डर 7/8 हुन्छ। यही नै हाम्रो एन्सर हुन्छ। र यो चाहिँ हाम्रो फर्स्ट भिडियो थियो क्लास 10 को अप्सनल म्याथको ट्रिग्नोमेट्रीमा। र अरू पनि भिडियोहरू रेगुलरली आउनेवाला छन्, त्यो भिडियो हेर्न चाहिँ नभुल्नु है त।